सम्पूर्णलाई बधाई तथा शुभकामना। नेपाल 2026 मा आयोजना हुने भारत र श्रीलङ्कामा आयोजना हुने T20 वर्ल्ड कपको लागि अपराजित रहँदै छनौट भएको छ। नेपालले ग्रुप स्टेजमा कुवेत र जापानलाई पराजित गर्दै सुपर 6 मा प्रवेश गरेको थियो। त्यसै गरी सुपर 6 मा कतार, युएई, ओमान र समूहलाई पराजित गर्दै अपराजित रहँदै विश्वकप 2026 को लागि ढोका खोलेको छ। र यस अवसरमा नेपालले यो प्रतियोगिता गरेर एकदमै उत्कृष्ट प्रदर्शन गरेको छ। ब्याटिङमा केही समस्या भोग्नु परे पनि नेपालको मिडल अर्डरले केही समस्या भोग्नु परेको भए तापनि नेपाल फिल्डिङ र बलिङले एकदमै उत्कृष्ट प्रदर्शन तथा ओपनरको एकदमै उत्कृष्ट प्रदर्शनको सहायताले नेपालले यस प्रतियोगितामा एकदमै प्रशंसा योग्य, तारिफ योग्य प्रदर्शन गर्न पनि सफल भएको छ। र म्याच जुन एउटा तपाईको जवाब डिफिट भनिन्छ त्यस स्थितिबाट पनि नेपालले कमब्याक गर्न सफल भएको छ। जुन अस्ट्रेलियन माइन्डसेटको गेमहरू हामी देख्न सक्छौँ। कुनै पनि अवस्थामा पनि हार नमानिकन गेमलाई चाहिँ तपाईको अन्तिमसम्म जुन एउटा लड्ने जुन एउटा ह्याबिट छ त्यो चाहिँ नेपालीले एउटा क्यारेक्टर चाहिँ सो गर्दै यस प्रतियोगितामा एकदमै अपराजित रहँदै उत्कृष्ट प्रदर्शन कायम गर्दै यस प्रतियोगितामा चाहिँ T20 वर्ल्ड कप क्वालिफायरको लागि छनौट T20 वर्ल्ड कप क्वालिफायरबाट विश्वकपको लागि छनौट भएको छ। विश्वकपमा एकदमै उत्कृष्ट प्रदर्शन गर्नेछ आशा गरौँ र नेपालले यति बेला विश्वभरबाट तारिफ पनि बटुलिरहेको छ। जुन किसिमको फिल्डिङको प्रदर्शन गरेको छ त्यसको चौतर्फी एकदमै प्रशंसा भएको देखिन्छ। र यसमा विशेष गरी तारिफ योग्य प्रदर्शन तपाईको भन्ने हो भने भाइस कप्तान दिपेन्द्र सिंह एरीबाट हामी देख्न सक्छौं।